9:14 मा सुरु गरेको जम्माचोमा। मम्मी कहाँ हिँडेको अरे? यता फर्केर भन्नु त। जम्माचो। ल हामीहरू जम्माचो हाइकिङ गर्न गएको, मम्मी र म पहिलोचोटि। भ्लगिङ पनि। कहाँ आएको रे मम्मी हामी? कति बजी स्टार्ट भएको अरे हामी हिँड्दैछौँ बल्ल? 14। जम्माचो भन्न कति गाह्रो है। यहीँ आएपछि सुरु गरेको जानेको। वा ल है त हाम्रो स्टार्ट। सिडीहरू धेरै रहेछन्, बाटो हेर्दाखेरि त राम्रै होला जस्तो देखिँदो रहेछ। नबस्ने बसेपछि के हुन्छ? मान्छे सास फुलेर यहाँ गाह्रो भइसक्यो। बस्न मात्रै भन्दैन मम्मी। सास तान्दै खाल्दै। मेरो आमा हिँडेर उहाँ उकालो चढेर पुगिसके। आफूलाई बाटो कसरी तार्नु? मम्मी यहाँ फर्किन् त। म हेरेँ कुदेर म हिँड्दैन होइन। म हिँड्न स्यास्या भइसकेँ। मम्मी स्यास्या नि हुँदैनन्। सुन्तला खान लाग्यो। हिँड्दा टायर्डबाट फलफुल बोकिरहेको थियो। हे भगवान् त्यो प्रभाव तर भोग लाग्यो। के रे मम्मी फेरि भन्नु त? भाइ बहिनी कता हो? यता यता कता जाने हो? को रहेछ भाइ बहिनी? कता हुन् भाइ बहिनी? डेन्जर रहेछ नि त भाइ बहिनी मम्मीको। को त्यस कि के मेरो आमा कति इनर्जी हो। बुढी भएर पनि 65 वर्ष भइसक्नु त पनि। बल्ल सन्तोषको साग माथि यस्तो रमाइलो। म झरेँ त 1 2 3 ल भयो। ल भयो ल हिँड्नु ल। हाँसुट्दो ल भाइ हिँड्नु। भ्यू यहाँ माथि आइसकेपछि काठमाडौँको साह्रै नजिकै देखिँदो रहेछ। कस्तो राम्रो भ्यू हो काठमाडौँ। तर हामी पुग्नु पर्ने चाहिँ वहाँ माथि। हजुर आपतकालीन सम्पर्कको लागि हो बाटो, रेलिङको बाटो स्टार्ट। अब सायद नजिक होला हामी। अब फाइनली डेस्टिनेसन आयो। Here's the destination. Jamacho finally arrived. हाम्रो आमा नथाकेको देखेर म अचम्मै। खुसी नै बेग्लै होइन एकछिन फेरि जाने। Jamacho with mommy. Jamacho. नमस्ते गर्न भ्याज। वो काठमाडौँ पुरा सब देख्यो। धुम्म भएको कारणले अझै स्पष्ट नहुँदैछ। काठमाडौँ सहर। काठमाडौँ सहर घरहरू। हामी जामाचोमा आइपुगेको चाहिँ ठ्याक्कै 11:53 मा आइपुगेको थियो। अराउन्ड 3 आवर जस्तैमा है। कति बजी आइपुग्यौँ?
11:53 मम्मी 11:53 भनेको अराउन्ड 3 आवर्स जस्तो लाग्यो हामीलाई जामाचो 5 घन्टा लाएर सिद्धियो जामाचो 5 घन्टा ठ्याक्कै लाग्यो जामाचो 2 घन्टा झर्नलाई 5 घन्टा ठ्याक्कै जान 3 घन्टा 2 घन्टा